गाइस तपाईहरुलाई म एउटा कुरा भन्नु लागेको छु तपाईलाई थाहा छ थाहा छैन भने यहाँ मेरो पछाडी छ यो बहिनी रातभरि डान्स प्र्याक्टिस गर्ने मेरो निन्दा पनि डिस्टर्ब भयो लास्टमा कति चोटि बिगार्यो भन 50 वटा स्टेपमा 40 वटा स्टेप कट भयो आफै टिचर आफै बिगार्ने सरी सरी कसलाई भन्ने गल्ती यो यहाँ घुरा टेकेर प्रस्ताव गरिहाल आज लास्ट डे हो हाम्रो सबैको हैन हो कि हैन के बस्नु नि तपाईहरु भोलिसम्म ल आउनु हैन भयो भनेको छैन नि खाना गर्नु न मेरो तपाईँ लास्ट खाना कस्तो छ अम्बो हो र म एकजना मान्छेलाई चिन्दिन म यहाँ क्यामेरा पनि घुमाउन चाहन्न खाना सन्चै हुनुहुन्छ दमिसी सबैजनालाई ल आज हाम्रो लास्ट डे हो नि अनि धन्यवाद हजुर धन्यवाद ल हाई फाई खाना कस्तो छ एकदम मिठो छ सहकारी पनि एकदम राम्रो भयो संगति हो हाई फाई हामी कुम्लेमा भेट्छौँ हैन हासिल गर्नुहुने हाम्रो मण्डली रहेको छ प्रशंसा चर्च बैकुण्ठा हजुरलाई बोलाउन हामी यही पाउनु भएछ पक्याउनै गाह्रो भयो यो हो नि त इसाई प्रभुको मण्डली झाँटे आजको नृत्य प्रतियोगितामा तेस्रो स्थानमा आउनु भएको छ हामी हार्दिक अनुरोध गर्दछौँ र उहाँले हामी ताली बजाउनेछौँ र प्रभुको नाममा गाउनेछौँ हेलो हेलो ल जानुहोस् खानुहोस् मिठो मिठो भाइ मजाले खाऊ है बहिनीहरू खानाले पर्खिराखेको छ है अनन्द भाइ हुटिङहरु कसले हानेको त थाहा छैन सिटी कसले बजाएको हो र दाइकोमा हेरि माइक माइक र गिटार चाहिँ के हो त्यो राम्रो नि दाइ तपाईँ खास स्वर भनेको के भनेको दाइ धन्यवाद यार भाइ हार्डली तिमीलाई सपोर्ट गर्छ तिम्रो सपोर्ट खानाले हजुरहरूलाई पर्खिराखेको छ दिदी खानाले तपाईँलाई वेट गरिराखेको छ है छिटो छिटो जानु होला अहिले रुन्छ फेरि खाना हजुर खानाले पर्खिराखेको छ गइहाल्नु त लु भाइ गइहाल्नु लु 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 भइहाल्छ नि म ते म देख्छु आइ मेरो चासा याक्सा र गो सामे किन्नु भुजान ल्याङ्ग्वेज हो साथीहरु लास्ट डे लास्ट आज अम्बो कपाल पनि कस्तो भएका भइसक्यो भयो राख्नु भयो बनावट कस्तो हुनुपर्ने सबै उहाँलाई थाहा छ अनि म तपाईलाई
यहाँनिर एउटा कुरा भनेर अन्त्य गर्न चाहन्छु। यो प्रोसेसिङको कुरामा तपाईँ यत्रो हुँदै गर्दाखेरि म आफै पनि पहिले म बाइबल कलेज पढ्न जाँदाखेरि कलेजको खानाहरू राम्रो हुँदैन थियो। भर्खर लेखाङमा आर्मी क्याम्प आएको थियो तर माओवादी होस् भनेर तपाईँलाई सक्षम छोरी र सक्षम छोरा भएको हेर्न चाहनुहुन्छ। तपाईँको पास्टर रघुवाले तपाईँको मम्मी बुवाले तपाईँको पवित्र विवाह भएको हेर्न चाहनुहुन्छ। तपाईँको पवित्र विवाह भएको हेर्न चाहनुहुन्छ। तपाईँलाई चाहिँ गुलाममा फसेको हेर्न चाहनुहुन्न। तपाईँले अरूलाई सिकाउँदै गरेको तपाईँ स्वास्थ्य भएको हेर्न चाहनुहुन्छ। तपाईँको बुवा मम्मीले तपाईँको अगुवाहरूले यदि कुनै कुरा त्यहाँ आउँदैछ तपाईँले त्यहाँ चाहिँ नकार्नुपर्छ। करोडलाई जितेर आज हामी संसारमा आएका छौँ। 40 करोडलाई चाहिँ हामीले हराएका छौँ भने आज यहाँसम्म ल्याउने गर्दा तपाईँ हाम्रो साथमा हुनुहुन्छ। प्रभु जतिसुकै संसार र शरीरमा जिउँदै गर्दा हाम्रो पढाइ लेखाइहरूमा हाम्रो गाह्रो खाँचो घटी कमीहरूमा मान्छेले हामीलाई नपुज्दै गर्दा हाम्रो विरोधीमा पनि हामी विजय हुन सकौँ। परमेश्वरको म प्रार्थना गर्दछु यी टिनेजर्स भाइ बहिनीहरूलाई तपाईँको हातमा राख्दछु। हामी बुझ्दैनौँ उहाँको हृदयमा के छ। जानुहोस् आइसिङको मुखमै छ। जानुहोस् खाना खान। हेलो हेलो ल जानुहोस् खानुहोस् मिठो मिठो भाइ मजाले खाऊ है। बहिनीहरू खानाले पर्खिराखेको छ है। अनन्द भाइ खानाले तिमीलाई वेट गरिरहेछ हेर। के गर्छौ तिमी? बहिनीहरू खानाले वेट गरिरहेछ। के गर्ने हो मलाई थाहा छैन। के भन्नु भएको? खानाले पर्खिराखेको छ। अब खाने नि। हुटिङहरु कसले हानेको त थाहा छैन। सिटी कसले बजाएको हो र? दाइकोमा हेर माइक र गिटार चाहिँ के हो? त्यो राम्रो छ नि दाइ तपाईँ खासै स्वर भनेको। के भनेको दाइ? धन्यवाद यार भाइ। हार्डली तिमीलाई सपोर्ट गर्छ। तिम्रो सबैले किप भइराख्नु पर्यो यार। दाजुले पनि सकाएर गर नि त। हो नि यार। गीत निकाल्ने काम गर, म गाउने काम गर्छु। खानाले हजुरहरूलाई पर्खिराखेको छ। दिदी खानाले तपाईँलाई वेट गरिराखेको छ है। छिटो छिटो जानु होला। अहिले रुन्छ फेरि।
खानाले पर्खिराखेको छ कृपया गरी आफै चप्पल लगाइदिनु होला सामने खानाले पर्खिराखेको छ गइहाल्नु खानाले पर्खिराखेको छ हजुर खानाले पर्खिराखेको छ गइहाल्नु त लु भाइ गइहाल्नु लु 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 ओ भाइहरू छिटो ल पगा खानाले पर्खिराखेको छ भाइ कुदिहाल्नु छिटो अहिले रुई दिन्छ नि फेरि नआउने ठाउँमा फेरि अहिले तपाईँले धेरै हाम्रो भ्लग बनाउँछ अब हामी तपाईँहरू जयमसी दाइ जयमसी बहिनीहरू आज डान्स कस्तो भयो तपाईँलाई डान्स कस्तो लाग्यो भन्नुभयो डान्स भ्लगको सिजन दाइको भ्लग डान्स एकदमै राम्रो छ जयमसी सबजनालाई होइन अब यस्तो डान्स अब यस्तै भयो होइन तर पनि अब म चाहिँ खुसी हाम्रो कमलपुरको डान्स कस्तो भयो भन्दैन न एकचोटि होइन अब यस्तै भयो होइन डान्स पनि अब उहाँको चाहिँ यो च्यानल जस्तो लाग्यो जयमसी होइन खानाको भ्लग बनाउँदा अब योपालि चाहिँ अब यस्तै भयो होइन डान्सहरू अब एकदम बिर्सेर होइन अब होइन मेरो खुट्टामा होइन के पो भन्छ केले घोचेको क्या अनि त्यस्तो गाडी केले घोचेको गाइस तपाईहरुलाई म एउटा कुरा भन्नु लागेको छु तपाईहरुलाई थाहा छैन भने यहाँ मेरो पछाडी छ यो बहिनी रातभरि डान्स प्र्याक्टिस चाहिँ गर्ने मेरो निन्दा पनि डिस्टर्ब भयो लास्टमा कतिचोटि बिगार्यो भन 50 वटा स्टेप र 40 वटा स्टेप कट भयो आफै टिचर आफै बिगार्ने कसरी सरी सरी कसलाई भन्ने गल्ती यो यहाँ घुरा टेकेर प्रस्ताव गरिहाल आई फर्गिभ यु अब त्यसको तेल ल्याउ न ओए क्या हो ये आज लास्ट डे हो हाम्रो सबैको होइन हो कि होइन कि बस्नु नि तपाईहरु भोलिसम्म ल आउनु न भयो भनेको छैन नि गर्नु न मेरो त अब लास्ट कतिखेर लास्ट डे हजुर साथी खाना कस्तो छ खाना एकदम कमलपुर टिमको खाना पाउनेहरूलाई चाहिँ म हृदयदेखि धन्यवाद दिन चाहन्छु मैले हिजो बेलुका अनि आज अनि अहिले खाँदैछु एकदम मिठो लाग्यो अस्ति मैले 2 दिन चाख्न पाइनँ तर अहिले चाख्नु लाग्यो धेरै मिठो छ धन्यवाद भन्न चाहन्छु भाइ क्यामेराम्यान हजुर खाना कस्तो छ आम्बो हो र म एकजना मान्छेलाई चिन्दिनँ म यहाँ क्यामेरा पनि घुमाउन चाहन्न खाना कस्तो छ हजुरहरूलाई आज चाहिँ खोइ किन मिठो लाग्नु थाल्यो लास्ट डे होइन अन्तिम दिन भएर पनि होला कस्तो मिठो लाग्यो अहिले थप्नु दाम यहाँ बस्नुहुने को चिन्नुहुन्छ चिनिन्छ हाम्रै साथी हो त म चाहिँ चिन्दिनँ है सन्चै हुनुहुन्छ जयमसी सबैजनालाई ल आज हाम्रो लास्ट डे हो नि अनि धन्यवाद हजुर धन्यवाद ल दाजु ल हजुरहरूलाई खाना कस्तो लाग्यो खाना कस्तो आइसक्रिम पो खाइराख्नु भयो रहेछ खानाको साटो हो ल आइसक्रिम मलाई नकिनिदिनु हुने सरी भन्दिनु न हेलो 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 मेरो भक्ति हाई फाई खाना कस्तो छ एकदम मिठो छ सहकारी पनि एकदम राम्रो भयो सङ्गति हो हाई फाई हामी कुम्लेमा भेट्छौँ होइन कुम्लेमा अनि मासु कस्तो छ टोकी हाल्नु त लु निकाल्छ ल म गएँ बहिनीहरू खाना कस्तो छ है यस यस सिस्टर यस यस सिस्टर सबै ठिक छ तिम्रो हेलो 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 ल तिम्रो नाम के हो हाम्रो पानी थाप्दै हुनुहुन्छ गाइजहरूले यहाँ हाम्रो डान्सरहरू हुनुहुन्छ डान्सरहरूलाई खाना कस्तो लाग्यो एकदम मिठो ए ल हस् त यता हाम्रो टिमहरू हुनुहुन्छ खाना कस्तो छ नानीहरू खाना कस्तो छ ए रिजी दिदी खाना कस्तो छ जयमसी खाना कस्तो छ मिठो छ ए ल अर्को टिमहरू यहाँ हुँदो रहेछ हाम्रो कीर्तिमान टिमहरू यहाँ हुनुहुन्छ है जयमसी दिदी
ए ल ल अनि सृजना बहिनी जयमसी सन्चै छौ नि होइन डान्स राम्रो गर्यो हजुर फर्स्टै हुन्छ बहिनी खाना कस्तो छ सकि गएछ अब कमेन्ट हानिहाल्यो नि छिटो ल फेरि हामीले बनाएको हो नि खाना ए यति मात्र छोडे होइन हजुर अब बाँकी अरू थाप्नु जानु बाइक फेरि थाप्नु जाने कति अघि 4 साल अघि थापेको होइन ए ए हो र म अघि थापेको जस्तो लाग्यो होइन ए ल ल ल ल हाम्रो किचन डिपार्टमेन्ट यता कस्तो हुँदैछ हजुरहरूको एकदमै बवाल गर्दै हुनुहुन्छ है एकदमै खटेर तपाईँहरूले हाम्रो निम्ति खाना बनाइदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद आज हजुर होइन एकदमै राम्रो छ हाम्रो कमेन्ट हाम्रो यता खाने टिमहरूले पनि कमेन्ट एकदमै राम्रो गरिराख्नु भएको छ अनि हजुर धन्यवाद अनि 3 दिनमा हजुरहरूलाई मैले धन्यवाद दिनु पनि पाएन स्पेशल म उतै बिजी भएँ लास्ट डे हो आज चाहिँ हजुरलाई भेट्नु मन लाग्यो त्यही भएर ल हस् हजुर जयमसी ल हस् यता ब्रदर खाना जयमसी खाना कस्तो छ अब हुनु त आफैले भन्नु भएको होइन ल हजुरलाई धन्यवाद 3 दिनसम्म हामीलाई यसरी सेवा सुविधा दिनुभयो त्यसको प्रेमले तपाईँहरूले बनाइदिनु भयो तपाईँहरू बिना त हाम्रो कन्फरेन्स पनि अधुरो होइन ब्याट्री नै नबढेपछि त मोबाइल त चल्दैन ब्याट्री भन्नुलाई त होइन खाना नम्बर 1 हो मैले अस्ति इलाकामै देखेको ल हस् भान्जा खाना खाइसक्यो ल ल ल खाना कस्तो भाइहरू यहाँ छ हाम्रो टिमहरूलाई खाना कस्तो लाग्यो एकदम राम्रो आज चम्ची नपुगेर हातले खाँदैको ल हातले खाँदा झन् गम मिठो हुन्छ का कसको ल भरे म त चिन्दिनँ भाइहरूको घर कता हो हाम्रो घर यतै हो दाजु आशीर्वाद दिनुभएको होस् उहाँहरूको यो नाम यहाँनिर दिनुभएको छ तर हामी सबै यसमा चाहिँ विजय हौ आमेन हामी कोही पनि हार्ने छैनौँ आमेन पहाड पाउँदै गर्दा हाम्रो तालीहरू चाहिँ बजाउन छोड्दैनौँ हामी खाती गर्नु छोडेछौँ र उहाँले हामी ताली बजाउनेछौँ र प्रभुको नाममा गाउनेछौँ बालिकादेखि लिएर टिनेजरसम्मको सही र उपहार लागि अनुरोध गर्दछौँ ताली पुगेन हजुरहरू आशीर्वाद दिनुभएको होस् र त्यसै गरी हाम्रो माझमा टाढोबाट आउनुहुने हाम्रो आदरणीय शिक्षक बेन्जामिन प्रधानज्यूलाई हामी सातौं बाल मेला 2081 को हाजिरी जवाब प्रतियोगिताको प्रथम हासिल गर्नुहुने हाम्रो मण्डली रहेको छ प्रशंसा चर्च कोइकुण्डा हजुरलाई बढाउन हामी यही पाउनु भएछ पक्याउनै गाह्रो भयो यो हो नि त बाल टेम्पोमा नि को हिँड्छ हौ दाजु दुईटा क्या वाराङ्गी र हामीलाई क्या वाराङ्गी बसन्त चर्च वाराङ्गी यता बाई बाई टेम्पोमा जाउँ भन्दाखेरि मान्नुहुन्न अब ला मैले भिडियो गरेको रहेछ हालत यस्तो छ है गाइस तपाईँले हेर्नु सक्नुहुन्छ यहाँनिर हालत चाहिँ गाडीले गाइस हामी घर आउने हामी कन्फरेन्सदेखि घर आउने बेलामा गाडी उयो गरेर यस्तो छ हाम्रो हालत हेर्न सक्नुहुनेछ गाइस साथीभाइहरू छ हाम्रो यता हाम्रो बाजेले के गर्दै हुनुहुन्छ त्यो जान्दिनँ ड्राइभर हो गाह्रो हुन्छ
बाटो पुरै बिग्रिसकेको रहेछ ल ल बहिनीहरू अघि भिजेर निस्किराखेको छ यता बहिनीहरू अघि भिजेर निस्किराखेको छ के भयो लास्टै गाह्रो भयो कमेन्ट गरेर भाइ बहिनीहरूले अमिलो बनाएर ल ल ल ल ल कमेन्ट बनाएर